हेलो डियर प्रिभियस फर्स्ट इयर स्टुडेन्ट, कस्तो छ त तयारी? कस्तो चलिरहेछ तयारी? कस्तो चलिरहेछ तयारी? अब भोलिको इक्जाम चाहिँ प्रिन्सिपल अफ म्यानेजमेन्ट हामीले थाहा पाएको छौँ। त्यसमा भन्दाखेरि हामीलाई 3 क्याटेगोरीमा क्वेसनहरू सोध्ने गर्छ कि 3 क्याटेगोरीमा क्वेसन सोध्ने गर्छ, जस्तै ए ग्रुप अनि बी अनि सी ग्रुप, 3टा ग्रुपमा क्वेसनहरू सोध्ने गर्छ। पहिलो भन्दाखेरि ए ग्रुपमा सोध्ने भनेको चाहिँ हामीलाई भेरी सर्ट क्वेसन है, 2 मार्क्सको सोध्छ अनि भेरी सर्ट क्वेसन 10वटा क्वेसनहरू सोध्छ है, 10वटा क्वेसनहरू सोध्छ। 10वटा मध्ये प्रत्येक क्वेसनलाई 2 मार्क्स, प्रत्येक क्वेसनलाई 2 मार्क्स छुट्याएको हुन्छ। हामीले यसको आन्सर देख्दाखेरि चाहिँ 2 मार्क्सको लागि हामीले कति लेख्ने हो भन्ने कुरा भन्दाखेरि 2 मार्क्सको लागि कम्तीमा पनि हामीले 2 मार्क्सको लागि 4देखि 5 लाइन 4देखि 5 लाइन लेखिने भइहाल्यो। 4देखि 5 लाइन लेख्यो भने 2 मार्क्सको लागि इनफ हुन्छ है। अनि हामीले भन्दाखेरि अनि प्रत्येक क्वेसनलाई भेरी सर्ट क्वेसनहरूमध्ये भेरी सर्ट क्वेसनहरूलाई प्रत्येक क्वेसनहरूलाई है छोड्नु हुँदैन कि हरेक क्वेसनलाई हामीले अटेन्ड गर्नैपर्छ। पास एनी हाउ होइन्छ कि पास जसरी पनि हुन्छ, बट हामीले कुनै पनि क्वेसन लिभ लिनु भएन, कुनै पनि क्वेसन हामीले छोड्नु भएन। पास त जसरी हुन्छ, बट हामीले भन्दाखेरि हामीले कुनै पनि क्वेसन छोड्नु भएन के, कुनै पनि क्वेसन नछोड्यो भने हामीले मजाले पास हुन्छ। पास भनेको हाम्रो मार्क्स भनेको फुल मार्क्स भनेको हाम्रो 100को हुन्छ। अनि हामीले 35% लियो भने लगभग 35% भन्दाखेरि 35 मार्क्स लियो भने हामी इनफ हुन्छ कि हामीलाई पास हुनको लागि केही छैन। पास हुनको लागि हामीलाई चाहिने भनेको मात्र 35% हो कि 35% भन्दाखेरि 35 मार्क्स भने इनफ भइहाल्यो। हामीलाई पास हुनुको लागि 35% मार्क्स हामीले यति पढ्यौँ भने हामीले सबै क्वेसनहरू अटेन्ड गऱ्यौँ, हामीले कुनै क्वेसनहरू छोडेनौँ भने हाम्रो म्याक्सिमम् केही नपढे पनि हामीले कहीँ लाग्यो भने हामीले त्यस्तै लेख्यौँ भने हामीले म्याक्सिमम् हाम्रो भन्दाखेरि कति मार्क्स आउँछ, केही नपढेर गएको छ मैले केही पढाएको छैन कसरी इक्जाम लिने भन्ने हजुरहरूलाई लागिरहेछ भने हामीले हावागफ हान्यो भने पनि है, हावागफ हान्यो भने पनि 40 अनि 50को बिचमा मार्क्स आउँछ कि 40 एन्ड 50को बिचमा मार्क्स आउँछ। बट हामीले के गर्नु पऱ्यो, हरेक क्वेसनलाई अटेन्ड गर्नु पऱ्यो, प्रत्येक क्वेसन छोड्नु भएन, कुनै क्वेसनलाई छोड्नु भएन, सबै क्वेसनहरू अटेन्ड गर्नु पऱ्यो। पास त जसरी पनि भइहाल्छ। अनि हामीले भन्दाखेरि मैले भनिहाल्यौँ 10 सर्ट क्वेसनको लागि 4-5वटा लाइन लेखिदिने। अनि हाम्रो सर्ट क्वेसन भन्दाखेरि 10वटा क्वेसन हुन्छन् अनि यहाँ 2 मार्क्सको हुन्छ, प्रत्येक क्वेसन 2 मार्क्सको हुन्छ है। भन्दाखेरि 20 मार्क्सको यो भइहाल्यो। अनि हामीलाई अर्को भन्दाखेरि हामीलाई आयो ग्रुप बी। ग्रुपमा भन्नाले डिस्क्रिप्टिभ आन्सर क्वेसन भनेको छ। डिस्क्रिप्टिभ क्वेसन भनेको छ, यसमा चाहिँ हामीलाई 6वटा क्वेसन सोध्ने गर्छ। 6वटा क्वेसन, प्रत्येक क्वेसनको 10 मार्क्स। अनि हामीले एउटा क्वेसन लिभ लिन सक्छौँ। योबाट हामीलाई एउटा क्वेसन आएन भने पनि हामीले अर्को क्वेसन गर्न सक्छौँ। जसरी पनि हामीले सबै क्वेसन अटेन्ड गर्ने, सबै क्वेसन अटेन्ड गरिसकेपछि एनी हाउ पास जसरी पनि भइन्छ कि हामीले क्वेसन चाहिँ एउटा पनि छोड्नु भएन। एउटा क्वेसन छोडेन भने हामी जसरी पनि पास हुन सक्छौँ कि। त्यही भएर हामीले सबै क्वेसन अटेन्ड गर्ने। अनि हामीले 10 मार्क्सको लागि भन्दाखेरि हामीले मिनिमम पनि 2 पेज लेखिने, मिनिमम 2 पेज, म्याक्सिमम 3-3.5 पेज 10 मार्क्सको लागि। मिनिमम भन्दाखेरि हामीले 2 पेज लेखे इनफ हुन्छ। म्याक्सिमम भन्दाखेरि हामीले 3 पेज लेख्नु पऱ्यो 10 मार्क्सको लागि। हामीले त क्वेसन चाहिँ छोड्नु भएन कि, जसरी पनि हामीले क्वेसन छोड्नु भएन, सबै क्वेसनलाई अटेन्ड गर्नु पऱ्यो, पास जसरी पनि भइहाल्छ। अनि हामीले भन्दाखेरि अब ग्रुप सीमा भन्दाखेरि हामीलाई 3टा क्वेसन सोध्छ, प्रत्येक क्वेसन 3टा क्वेसन सोध्छ। अनि 3टा क्वेसनमध्ये पनि हामीले 2वटा क्वेसन गर्नुपर्ने हुन्छ कि
जस्तै हामीलाई 17 को आएन, 17 को हामीले छोड्यौँ अनि हामीले 18 को आयो, 19 को आयो, यी दुईटा क्वेसन गर्न सक्छौँ के 17 को लिएर। अनि हामीलाई 17 को आयो, 19 को आयो, 18 को आएन भने 18 लाई लिन सक्छौँ। हामीले क्वेसन चाहिँ छोड्नु भएन के। यो पनि दुईटा क्वेसन गर्नुपर्छ। यसलाई एउटा क्वेसनको 15 मार्क्स, 15 दुना 30 मार्क्स यो भइहाल्यो। अझ यो लेख्ने भन्दाखेरि यसलाई कसरी लेख्ने अनि कति पेज लेख्ने, यसलाई भन्दाखेरि हामीले मिनिमम 3.5 पेज लेख्ने अनि मिनिमम 3 पेज लेख्ने, म्याक्सिमम 4 पेज लेख्ने। मिनिमम 3 पेज लेखे हुन्छ, म्याक्सिमम 4 पेज लेख्ने। हामीले 4 पेज लेख्यौँ भने के हुन्छ कि हामीले 4 पेज लेख्यौँ भने 15 मा 13, 13.5 दिने सम्भावना बढी हुन्छ कि 4 पेज लेख्यौँ भने। हामीले जस्तै 3 पेज लेख्यौँ भने हामीलाई 10, 10.5 मार्क्स दिन्छ के, यति फरक हुन्छ। त्यही भएर हामीले सक्छौँ भने 4 पेज लेख्ने, सक्दैनौँ भने 3.5 पेज त जसरी पनि लेख्ने। अनि एउटा महत्त्वपूर्ण कुरा भन्दाखेरि हामीले कुनै पनि क्वेसन छोड्नु भएन के। कुनै पनि क्वेसन छोड्यौँ भने हाम्रो जिन्दगी नै गयो भनेर बुझ्नु होला। हामीले कुनै पनि क्वेसन छोड्नु भएन, कुनै पनि क्वेसन नछोडे एनी हाउ जसरी पनि पास हुन्छ। हामीले जसरी पनि पास हुनु छ के, एनी हाउ हामीले पास हुनु छ जसरी पनि। आखिर हामीलाई अहिले चाहिएको त पास हो नि, हामीले पास भयो त भइहाल्यो। हामीलाई पास मार्क्स चाहिएको हो कि अहिले। हामीलाई चाहिएको भनेको 35% हो कि अहिलेको लागि, नत्र हामीलाई 70% अहिले न त 80% चाहिएको होइन कि। हामीले एक दिनमा पढेर हामीलाई 35% चाहिएको हो। त्यही भएर हामीले 35% ल्याउनुको लागि सबै क्वेसनहरूलाई अटेन्ड गर्ने, एउटा क्वेसन पनि नछोड्ने। सबै क्वेसन गऱ्यौँ भने हामी जसरी पनि पास मार्क्स होइन आजी अझ भन्दाखेरि हामीले पास मार्क सबै क्वेसन लेख्यौँ भने पास मार्क भन्दा पनि हाम्रो मार्क्स बढी आउँछ कि पास मार्क भन्दा पनि। हाम्रो 50 अनि 55 को बिचमा आउँछ कि। हामीले एउटा क्वेसन पनि छोडेनौँ, हामीले सबै क्वेसनहरू अटेन्ड गऱ्यौँ भने 50 to 55 को मार्क्स आउँछ। यो भनेको एक दिन पढेर के, एक दिन पढेर हामीले 50 अनि 55 मार्क्स ल्याउन सक्छौँ भने हामीले अरू के चाहिएको र। हामीले पढ्ने भनेकै हामीलाई चाहिएको भनेकै हामीलाई अहिले पास होइन र, पास मार्क्स हो नि अहिले चाहिएको त। के एक दिनमा पढेर टप गर्न सक्छ र, त्यस्तो होइन कि। एक दिनमा पढेर कहाँ टप गर्न सकिन्छ त। त्यही भएर हामीलाई अहिले चाहिएको पास मार्क्स मात्र हो। त्यही भएर हामीले सबै क्वेसनहरू अटेन्ड गर्ने, कुनै पनि क्वेसनलाई छोड्ने होइन अनि स्पष्ट अङ्क लेख्ने। कुनै कुरालाई प्याराग्राफमा लेख्ने भने कुनै कुरालाई महत्त्वपूर्ण कुरालाई बुलेट पोइन्टमा लेख्ने। हामीलाई प्याराग्राफ भन्दा पनि बुलेट पोइन्टमा लेख्यो भने हामीलाई मार्क्स दिने सम्भावना बढी हुन्छ अनि एट्र्याक्टिभ पनि देखिन्छ, स्पष्ट पनि हुन्छ। त्यही भएर हामीले सकभर बुलेट पोइन्टमा लेखौँ, केही महत्त्वपूर्ण कुराहरू बुलेट पोइन्टमा लेख्ने गरौँ। यस्तै हो। अनि हजुरहरूलाई यो भिडियो हेरेर कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया दिनु होला। यो 82 को सेट भन्दाखेरि यी क्वेसनहरू महत्त्वपूर्ण छन् है। यी क्वेसनहरू इम्पोर्टेन्ट क्वेसनहरू हुन्। यो 10 मार्क्स 15 मार्क्स क्वेसन त यिनीहरू इम्पोर्टेन्ट क्वेसन हुन् कि, भेरी इम्पोर्टेन्ट क्वेसन भन्दा पनि भइहाल्यो। यी 3टा मध्ये एउटा क्वेसन त फिक्स आउँछ कि साथीहरू, फिक्स हो कि, एउटा क्वेसन फिक्स आउँछ। त्यही भएर हामीले कहिले पनि कुनै पनि क्वेसन छोड्नु भएन, जसरी पनि हामीले पास हुने हो। भोलिको लागि सबैलाई अल द बेस्ट। हजुरहरूको इक्जाम राम्रो जाओस्। अनि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्नु होला। यस्तै महत्त्वपूर्ण कुराहरू हेर्नको लागि हामीलाई सब्सक्राइब गर्नु होला अनि नोटिफिकेसन अल गर्नु होला। सब्सक्राइब गरेर नोटिफिकेसन अल गर्नु होला। हाम्रा यस्तै भिडियो हेर्नको लागि, यस्तै महत्त्वपूर्ण इम्पोर्टेन्ट क्वेसनहरू अनि मोडल सेटहरू हेर्नको लागि हामीलाई आगामी दिनमा पनि यस्तै भिडियो हेर्नको लागि हामीलाई हाम्रो पेजलाई सब्सक्राइब गर्नु होला। हस् त साथीहरू, अहिलेको लागि यति नै इनफ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।